Wireshark is one of widely used network traffic analyzer which is used to capture and inspect the network traffic. The main reason why Wireshark is used सबैभन्दा पहिला चाहिँ हाम्रो नेटवर्क ट्राभल सुटिङ आउँछ र यसले चाहिँ हाम्रो स्लो नेटवर्क प्रब्लमहरू इन्टरनेट प्रब्लमहरू छ भने आइडेन्टिफाई गर्नको लागि कनेक्सन फेलियर भयो भने त्यो कुरा आइडेन्टिफाई गर्नको लागि त्यसै गरी डिएनएस इस्युहरूको कुरा आउँछ भने अथवा हाम्रो चाहिँ प्याकेट लसको कुराहरू आउँछ अथवा हाम्रो चाहिँ नेटवर्क डिलेको कुराहरू आउँछ भनेपछि हामीले चाहिँ यसलाई चाहिँ युज गर्न सक्छौँ। त्यसै गरी हाम्रो चाहिँ डिफ्रेन्ट नेटवर्किङको कुराहरूलाई चाहिँ सिक्नु पऱ्यो भने जस्तो टिसिपी आइपी एचटिटिपी डिएनएस एआरपी राउटिङ ट्रान्समिसन कन्ट्रोल प्रोटोकल ह्यान्डसेकको कुराहरू हामीले चाहिँ एक्नोलेजमेन्टको कुराहरू चाहिँ हामीले सिक्नु पऱ्यो भने हामीले चाहिँ वायरशार्कलाई युज गर्छौँ। त्यसै गरी साइबर सिक्युरिटी र इथिकल ह्याकिङमा हाम्रो वायरशार्क हामीले युज गर्न सक्छौँ। यसले हाम्रो चाहिँ सस्पिसियस ट्राफिकहरू चाहिँ हाम्रो चाहिँ थाहा पाउँछ। त्यसै गरी हाम्रो चाहिँ अट्याकहरू चाहिँ एनालाइज गर्नको लागि र त्यसै गरी हाम्रो चाहिँ मालवेयरहरू चाहिँ इन्भेस्टिगेट गर्नु पऱ्यो अथवा हाम्रो चाहिँ अनअथराइज एक्सेसलाई चाहिँ मोनिटर गर्नु पऱ्यो भनेपछि डिजिटल फोरेन्सिकहरूमा चाहिँ हामीले चाहिँ एज अ साइबर सिक्युरिटी हामीले चाहिँ यो टुललाई चाहिँ युज गर्न सक्छौँ। र त्यसै गरी हाम्रो चाहिँ यसमा डिफ्रेन्ट सोर्स आइपी डेस्टिनेसन आइपी पोर्टहरू प्रोटोकलहरू कुकिजहरू एचटिटिपी रिक्वेस्टहरू डिएनएस क्वेरीहरू थाहा हुने भएकाले यसलाई हामीले चाहिँ प्याकेट एनालाइसिसको रूपमा पनि हामीले युज गर्न सक्छौँ। र त्यसै गरी हाम्रो चाहिँ वेबसाइट र एपिआई डिबगिङमा पनि हामीले यसलाई युज गर्न सक्छौँ। डिफ्रेन्ट एप्लिकेसनहरूको डिबग गर्नको लागि एपिआईहरूको डिबग गर्नको लागि र अथेन्टिकेसन सिस्टमहरूमा चाहिँ र सेसन ह्यान्डलिङ जस्ता कुराहरूमा हामीले चाहिँ यसलाई युज गर्न सक्छौँ। र त्यसै गरी हाम्रो डिटेक्टिङ सेक्युरिटी प्रब्लमहरू यसमा हाम्रो चाहिँ प्लेन टेक्स्ट पासवर्डहरू थाहा पाउनको लागि विक प्रोटोकलहरू केही छ कि अथवा हाम्रो अनइन्क्रिप्टेड ट्राफिकहरू अथवा सस्पिसियस कनेक्सनहरू छ भने त्यो कुरालाई चाहिँ हामीले फाइन्ड आउट गर्नको लागि त्यो प्रब्लमहरू आइडेन्टिफाई गर्नको लागि हामीले युज गर्न सक्छौँ। र त्यसै गरी हाम्रो नेटवर्क ट्राफिक मोनिटरिङको रूपमा हाम्रो चाहिँ मोनिटर हाम्रो यसको ब्यान्डविड्थ चाहिँ मोनिटर गर्नको लागि त्यसै गरी हेभी युजरहरूलाई चाहिँ हाम्रो चाहिँ कसले चाहिँ सबैभन्दा बढी ब्यान्डविड्थ युज गरिरहेको छ त्यसलाई चाहिँ आइडेन्टिफाई गर्नको लागि र एनालाइज डिफ्रेन्ट प्रोटोकलहरू चाहिँ एनालाइज गर्नको लागि र हाम्रो चाहिँ कम्युनिकेसनहरू भइरहेको छ कि छैन सोर्स टु डेस्टिनेसन यो कुरा ट्र्याक गर्नको लागि युज गर्न सक्छौँ। त्यसै गरी हाम्रो चाहिँ डिजिटल फोरेन्सिकमा हामीले चाहिँ डिफ्रेन्ट कम्युनिकेसनलाई चाहिँ एनालाइज गर्नको लागि यो फाइलहरू चाहिँ रिकभर गर्नको लागि र हाम्रो चाहिँ अट्याकहरूलाई चाहिँ कन्स्ट्रक्ट गर्नको लागि हामीले चाहिँ यसलाई युज गर्न सक्छौँ। र डिफ्रेन्ट हाम्रो चाहिँ मेलिसियस एक्टिभिटी पनि हामीले चाहिँ यो टुलबाट हाम्रो आइडेन्टिफाई गर्न सक्छौँ। यो चाहिँ हाम्रो नेटवर्क वायरशार्क नेटवर्क एनालाइजर रहेको छ। यसमा चाहिँ हाम्रो डिफ्रेन्ट अब हामीसँग कनेक्टेड भएको वाइफाई पनि हामीले यहाँ हेर्न सक्छौँ। र त्यसै गरी हाम्रो चाहिँ एडेप्टर कनेक्सनहरू र वाइफाई अहिलेको लागि हाम्रो चाहिँ वाइफाई कनेक्सन हामीले हेर्न सक्छौँ। यहाँ चाहिँ हाम्रो डिफ्रेन्ट अब यो फाइलमा चाहिँ डिफ्रेन्ट हामीले चाहिँ यो फाइलहरू ओपन गर्न सक्ने फाइल सेट गर्न सक्ने एक्सपोर्टको अप्सनहरू चाहिँ स्टिप हेडरहरूको कुराहरू चाहिँ यहाँ रहेको छ। त्यसै गरी हाम्रो एडिट अप्सनहरूमा डिफ्रेन्ट अप्सनहरू रहेको छ। अब यसलाई चाहिँ हाम्रो वाइफाईलाई चाहिँ एनालाइज गरेर हामीले यसलाई हेर्दाखेरि यसमा चाहिँ हाम्रो नम्बर टाइम सोर्स यो हाम्रो सोर्स आइपी एड्रेसहरू आइपी यो हाम्रो सोर्स आइपी एड्रेसहरू हाम्रो चाहिँ आइपिभी4 र आइपिभी6 को फर्ममा आएको छ। र त्यसै गरी हाम्रो डेस्टिनेसन आइपीहरू हाम्रो र यसमा भएको हाम्रो प्रोटोकलहरू हाम्रो चाहिँ कतिवटा प्रोटोकलहरू कुन प्रोटोकलहरू हाम्रो युज भइरहेको छ त्यसै गरी लेन्थ पनि हामीले हेर्न सक्छौँ र इन्फर्मेसन के छ त्यो कुरा पनि हामीले हेर्न सक्छौँ। यसमा डिफ्रेन्ट फिचरहरू रहेको छ जस्तो हामीले चाहिँ यो हामीले पज गर्ने सिस्टम रहेको छ। जस्तो हामीले चाहिँ यहाँ फाइलको अप्सनहरू हेर्न सक्छौँ। त्यसै गरी हाम्रो चाहिँ एडिटमा हाम्रो चाहिँ यहाँ प्रिफरेन्सेसमा हाम्रो चाहिँ डिफ्रेन्ट कुराहरू चाहिँ हामीले यहाँ कोलमहरूमा गएर हामीलाई के चाहिएको त हाम्रो नम्बर टाइम सोर्स डेस्टिनेसन प्रोटोकल लेन्थ इन्फो हामीले त्यो कुराहरू राख्न सक्छौँ। त्यसै गरी हाम्रो कलर ग्रेडिङ पनि हामीले चाहिँ यसै अनुसार गर्न सक्छौँ। त्यसै गरी यो लेआउट चाहिँ हाम्रो कस्तो लेआउट राख्ने हो त्यो लेआउट यो अनुसार चाहिँ हामीले चाहिँ यहाँ हामीले राख्न सक्छौँ। अब एडभान्स सेटिङहरू पनि रहेको छ। यो चाहिँ हाम्रो प्रिफरेन्सेसको कुराहरू रह्यो। त्यसै गरी हाम्रो चाहिँ यहाँ भ्यू डिफ्रेन्ट अप्सनमा भ्यूको अप्सनहरूमा चाहिँ हाम्रो यहाँ जुम टाइम रेजोल्युसन टाइम र हाम्रो चाहिँ कुन फर्मेटमा डेट इयर हाम्रो चाहिँ डेट एन्ड टाइम अफ द डे हामीले कुन फर्मेटमा लिने टाइम अफ द डे अथवा हाम्रो सेकेन्ड सिन्स हामीले यो कुन फर्मेटमा लिने युटिसी यो डिफ्रेन्ट हाम्रो चाहिँ टाइम फर्मेटहरू हामीले यहाँबाट मिलाउन सक्छौँ।
त्यसै गरी अब यो हाम्रो चाहिँ गो टु द प्याकेट, हाम्रो नेक्स्ट प्याकेट हेर्नु पऱ्यो अथवा प्रिभियस प्याकेट हेर्नु पऱ्यो, फर्स्ट प्याकेट, लास्ट प्याकेट, हामीले जुन चाहिँ यो छ यो पर्टिकुलर यसलाई चाहिँ हामीले के भनेर भन्ने, एउटा हाम्रो यो प्याकेट हो र अहिलेसम्म हाम्रो चाहिँ कतिवटा प्याकेटहरू रिसिभ भएका छन् त 543 वटा प्याकेटहरू हामीले अहिले रिसिभ भएको हामीले हेर्न सक्छौँ। त्यसै गरी यो चाहिँ हाम्रो अब यो डिफ्रेन्ट यो हाम्रो क्याप्चरको यो सेटिङहरू चाहिँ हाम्रो स्टप गर्ने रिस्टार्ट गर्ने कुरा यो रह्यो। त्यसै गरी अब एनालाइसिसको कुरामा चाहिँ अब यहाँ डिस्प्ले फिल्टरहरू डिफ्रेन्ट फिल्टरहरू हामीले यहाँ राख्न सक्छौँ। यहाँ टिसिपी स्ट्रिमहरू यो अहिले हामीले हेर्नेछौँ। त्यसै हाम्रो स्ट्याटिस्टिक्समा चाहिँ डिफ्रेन्ट हेराइकीहरू, इन पोइन्टहरू, रिस्पोन्स टाइमहरू हामीले के लिने, अनि त्यसै गरी यो डिफ्रेन्ट प्रोटोकलहरू, एचटिटिपी प्रोटोकलहरू, रिक्वेस्ट, प्याकेट, लोड डिस्ट्रिब्युसनको कुराहरू यहाँ रहेको छ। त्यसै गरी हाम्रो वायरलेस, ब्लुटुथ, एटिटी सर्भिस, ब्लुटुथ डिभाइसेसहरू, अनि यो ब्लुटुथ एससिआई समरी यो कुराहरू हामीले हेर्न सक्छौँ। यो डिफ्रेन्ट टुल्सको कुरा हेर्न सक्छौँ। अब यसलाई हामीले पज गरेर हामीले चाहिँ यसबाट चाहिँ आइडी, युजर नेम र पासवर्ड कसरी फाइन्ड आउट गर्ने, त्यसै गरी हाम्रो चाहिँ इमेज जुन आएको छ यो इमेजहरूलाई चाहिँ हामीले चाहिँ कसरी हामीले चाहिँ ट्र्याक गर्न सक्छौँ, हामीले त्यो कुरा हेरौँ। अहिलेसम्म हाम्रो चाहिँ यो प्याकेटलाई मैले यहाँ गएर पज गर्छु। अहिलेसम्म हाम्रो प्याकेट चाहिँ हाम्रो चाहिँ 882 वटा प्याकेटहरू हामीले चाहिँ अहिलेसम्म ड्रप भइसकेको छ र यो पर्टिकुलर यसलाई यो हाम्रो यो डिफ्रेन्ट प्याकेटहरू रहेको छ र कुनै एउटा जुन यो फर्मेट छ यो फर्मेटलाई मैले एकचोटि ओपन गरेर हेर्छु है त। अब मैले यसमा चाहिँ यो अडिट क्याप्चर पिसिए पिएनजी फाइललाई चाहिँ मैले यहाँ ओपन गरेर हेर्छु ल। विथआउट सेभिङ मैले यसलाई चाहिँ ओपन गरेर हेरेँ र अब यो पर्टिकुलर जुन यो हाम्रो चाहिँ फाइल छ यो फाइलमा भएको चाहिँ मैले युजर नेम र पासपोर्ट र मैले फोटो चाहिँ मैले हेर्न खोजिरहेको छु। यसको लागि मैले यहाँ डिफ्रेन्ट यो फिल्टरहरू एप्लाई गर्न सक्छु। मैले एचटिटिपी फिल्टर मैले यहाँ एप्लाई गर्न सक्छु। एचटिटिपी फिल्टर एप्लाई गरेर मैले यहाँ गेट रिक्वेस्ट अथवा हाम्रो चाहिँ पोस्ट रिक्वेस्ट के हो मैले यहाँबाट मैले फाइन्ड आउट गर्न सक्छु। जस्तो मैले यहाँ लगइन, मैले युजर क्रेडेन्सियल चाहियो भने मैले चाहिँ कहाँ गर्न सक्छु, यो लगइनमा गएर मैले लगइनमा गएर अब यो लगइन जुन छ यो लगइनको पोस्ट रिक्वेस्टको लगइनमा गएर मैले चाहिँ एचटिएमएल फर्म युआरएल इन्कोडेडमा गएर मैले चाहिँ यहाँ के हेर्न सक्छु त पर्सनल नम्बर र मैले यो चाहिँ युजर नेम र पासपोर्ट चाहिँ मैले यहाँबाट हेर्न सक्छु। त्यसै गरी मलाई चाहिँ अब यहाँबाट मलाई चाहिँ फोटो इमेजहरू चाहिएको छ भने यहाँ मैले यहाँ इमेज देख्न सक्छु। इमेज यहाँ रहेको छ र अब यो इमेज चाहिँ कसरी एक्सट्र्याक्ट गर्ने त कसरी सेभ गर्ने म यो तपाईँहरूलाई सिकाउँछु। अब यो इमेजलाई चाहिँ पहिला हाम्रो चाहिँ यो पहिला यो पर्टिकुलर प्याकेटलाई सिलेक्ट गरिसकेपछि यो पर्टिकुलर प्याकेट पछि हामीले यसलाई चाहिँ एज अ एक्सप्लोड पिडिएफ फाइल टु ओके ल। यो पर्टिकुलर प्याकेटलाई मैले सिलेक्ट गरिसकेपछि अब म के गर्छु त एक्सपोर्ट अब्जेक्टमा गएर मैले एचटिटिपीमा जान्छु। एचटिटिपीमा गइसकेपछि मलाई चाहिँ चाहिएको चाहिँ इमेज अथवा एक्स आइकन, यो पर्टिकुलर आइकनलाई चाहिँ मैले के गर्न सक्छु त सेभ गरेर यो मैले ल पर्टिकुलर मैले यसलाई डेस्कटपमा मैले यसलाई चाहिँ सेभ गर्न सक्छु। डेस्कटपमा मैले यसलाई सेभ गरेर यसरी मैले यो पर्टिकुलर इमेज कुन हो त्यो इमेज पनि मैले चाहिँ सेभ गर्न सक्छु।